अहिले हामी तानसेनमा छौँ। तानसेन बजार डुलिरहेका छौँ। यसरी अरू गाडीमा छ, हामीहरू यसरी छौँ। दाइ एक झलक यता। दाइ हाम्रो महिला दाइ तथा हुनुहुन्छ। हामी तानसेन दरबार जाँदैछौँ। अब यो हो क्या दरबार? पसल छ यहाँ। यस्तो छ। दरबार आइपुग्यौँ हामी। पाल्पा दरबार सङ्ग्रहालय भन्दो रहेछ। हामी यसरी छौँ। मेरो कान्छी छोरी अझै रुँदै रहेछन्। ल आमा यसरी आउनुभएको छ। छोरी यस्तो छ। रियान बुनु रियान यता हेर। रियान उता हेलो भन्दियो। हेलो रियान। हामी अहिले कता आएको रे रियान? पाल्पा दरबार। लिस्टमा हामी कहाँ आएको थाहा छ? किन रोको तिमी? कहाँ आएको थाहा छ? पाल्पा दरबार है। लिस्टमा दिइहालेको अहिले आफै खर्च गर्नु पर्ने अब। बाल मन्दिर रहेछ यसरी छ। हाम्रो सीता दिदी आज पुरै व्हाइटमा हुनुहुन्छ। ब्युटिफुल भएर बस्नु भएको छ। ल यस्तो खतरा छ के? ल खतरा छ है। अब हामी भित्र जाँदैछौँ है। अहिले हामी पाल्पा दरबार सङ्ग्रहालयमा छौँ र यहाँ हामी सबैजना पुगिसकेका छौँ। छटपस्ट छन् सबैजना। कोही वर, कोही पर, कोही तल, कोही भित्र, कोही बाहिर, कोही मोबाइलमा। म चाहिँ सधैँ यसरी नै भिडियो बनाउने। यसरी छौँ। भाउजूले हेरेर बुनु हैसिन्छ। लाग्छ सबको लाग्छ। सब मान्छे हुन लाग्छ। मान्छेको नि लाग्छ, गाईको पनि लाग्छ, गाईको पनि लाग्छ। पैसा दिसो ल। अब हामी यसरी छौँ। अब हामी भित्र जाँदैछौँ। यसरी जाँदैछौँ। ल हामी चाहिँ अहिले दरबार पाल्पा दरबार सङ्ग्रहालयभित्र छिरिसकेको छौँ। यहाँ चाहिँ टिकट काटेर टिकट हामीले यसरी लिइसक्यौँ। अब मोबाइल फोटोको टिकट चाहिँ छुट्टै लिन पर्दो रहेछ है। यसरी छ। ल हामी प्रवेशमा छौँ। अब प्रवेशद्वारबाट भित्र यसरी भित्र गइसकेको छौँ। सङ्ग्रहालय जाने बाटो यसरी रहेछ। अब यस्तो छ। बुझ्यो? बहिनीलाई बोक्नु पऱ्यो रे छोरीले बहिनीलाई बोक्नु पऱ्यो भनेपछि यसरी छ। हामी यस्ता चिजहरू यस्तो मलाई रिस उठ्छ फेरि। के बनाउँदै हुनुहुन्छ? सिभिल वार भनेको अब घरभित्रै वार भएको हो क्या, आफ्नो देशभित्रैको। द्वन्द्वकालमा यो जुन यो माओवादीको पालामा भएको प्रवेश इन्ट्रान्स पाल्पा राज्यका राजा पाल्पा सेन वंशी राज्य। यसरी हाम्रो महादत्त सेनको इतिहास चाहिँ यस्तो छ। यो पछि जुम गरी हेरौँला हैन। यहाँ छ युवराज उद्धव सेनको इतिहास।
अब यो पढ्न थाल्यो भने टाइम लाग्छ, यसलाई पछि समय मिलाएर पढाउला कुनै बेला जुम गरी गरी। यसरी रुद्रसेन हुनुहुन्छ यहाँ र यो सेन राज्यका राजाहरू यसरी छ। यसलाई जुम गरी गरी पछि हेरौँला। मेरो छोरी लिस्माले पालेर ठ्वास्स गनायो। छोरीलाई बाबाको काँधमाथि बसिराख्न धेरै मजा लाग्छ है छोरा। मेरो छोरीलाई चाहिँ बाबाको काँधमा बस्न पुरै संसारकै ठुलो ठाउँमा चढे जस्तो लाग्छ। त्रिविक्रम सेन, यो पृथ्वीपाल सेनको इतिहास यस्तो छ। यहाँ राजकुमारी नरहजुर मैया, नाम पनि कडा ए नजर हजुर, यसरी छ। गोर्खामा तबलाहरू, हारबैनहरू, बैजडी खैजडी, डम्फु, टिम्पु, ल हेर्नुहोस् न हाम्रो पुरानो ऐतिहासिक उहरू। तिमी हात धेरै नचलाउ त छोरी, तिमीले मेरो चस्मा फुटाइदिन्छौ है। हात धेरै नचलाउ। यो कतारे सारङ्गी मादल बाँसुरी ऊ सारङ्गी रेटौँ उयो छोरो। त्यहाँ नम्बर लेखा छ है, नम्बर लेखा छ यसमा, नम्बर छ। यो नम्बर अनुसार ओहो के हो यो, के खाले चिज हो यो? ओ यता 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 पानस, पानसमा बत्ती बालेको। ल हेर छोरी, ओहो हेर छोरी, यहाँ के छ? यहाँ हेर, यहाँ हेर। त्यतिखेर कुमारी यहाँ को खेलिरहेछन् कौडा। के गर्यो कौडा खेलेको हो कि के गरेको हो? थियो होला अम्खोरा। ए त्यसलाई अम्खोरा, यसलाई करुवा, करुवा डल्ले कसौडी, अन्ती पो भन्दो रहेछ यसलाई, अन्ती। झुवाकोटा पूजा थाली जस्तै, कोट पूजा, भेरुवा, सबै पुरानो त्यही बेलाको भन्न सकिन्न। यहाँ आएको पटासी जस नेवारहरूको पनि एकदम ऊ रहेछ, वर्चस्व रहेछ क्या यता। नेवारहरूको रहेछ कपाल सुरुवा सुरुवा। बेल विवाह यही गरेको रे, तोयो भन्दो रहेछ, तायो भन्दो रहेछ यसलाई। यसलाई सलापा लिस्नाले नि अस्ति लगाइथ्यो है। बच्चाले पादिरहेको क्या हो, गनाउँछ टनटनमा हो। अस्ति तिमीले त्यस्तै लगाएको होइन। तपाईँहरूलाई पनि आफूसँग भएका पुराना नोटहरू दान गर्न मन छ भने दान गर्न सक्नुहुन्छ अरे। मसँग 2 रुपियाँको नोट कता थियो यहाँ? पहिला 25 रुपियाँको नोट हुन्थ्यो के? कहाँ छ 25 रुपियाँ? हजुरले मेरो साथीसँग जुम्लामा छ के, यो महेन्द्रको पालाको 1 रुपियाँको नोट बन्डलै थियो या तिनीसँग, जस्ताको त्यस्तै। बाँसको धनुष नन्द नन्द ठुलबाबा भनेर चिने होइन? जुम्लाको के थियो नि, अस्ति नै बिरामी भएर हेर न
चिलिम लिस्टमा चिलिम चिलिम त मगर सेना ऊ सेना भनेर हुँदो रहेछ नि त त्यही भएर अनि यस्तो यस्तो चिजहरू फेरि यस्तो हो कि खास भन्ने हो भने पहिला राजाहरूले सबै समुदायको मान्छेहरूलाई समेट्नको कारण के हो भने अब कुनैमा कुनै खुबी थियो कुनैमा कुनै खुबी थियो नि त त्यो सब खुबीलाई उनीहरूले प्रयोग गर्नलाई हो क्या अब कोही सुरा थिए कोही आँटिला थिए कोही के थिए पटुक्का राडी पाखी कस्तो दामी हेर त ज्याकेट यसमा तेल पेलेको तेल तेल सबैले ऊ यहाँ त यहाँ गोरु जोतेको हेर यहाँ तुलो तुलो जराप माना पाथी ए पाथी माना पखाना एकछिन मटिया झौ मटिया कुडा घैटो पिटुवा बिजोड दिनमा है अडमा ल हेर छोरो हेर मदानी ठेका मधुस उडन बक्स ठुलो ठेका पुजाई टर्पा हटासो काँसियारी सुरिही अर्को ए ऊ के गर्ने भन्छ व्रतबन्ध ए छेवार नौरन हेर त्यहाँ नौरन गरेको त्यतिखेर त हकै लाग्थ्यो अरे त तर दामी बनाएको रहेछ है ऊ अन्डा हेर न अझ छेउमा त्यतिखेरको तर लाइफ स्टाइल एकदम सपारेर गर्न जाने त धेरै राम्रो हो कि ताउलो तामा हाँडीमा मकै भेटिरहेको होला घुम्ने ठाउँ छ दाइ अघि नै गएर आइसक्नु कुटुम्बलाई उपहार दिँदै कुटुम्ब भनेको 18 मगरात रुकुम पूर्वको टक्सेरा अफ द 18th मगरात कुर्सुम बुहारीले हिन्दीमा होला ए फेरि पुग्यो तिमी नभए एकछिन ओ यसलाई हाम्रोतिर बासो भन्छ यसलाई यतातिर छिनो गैँटी हटौडा हुर्रो कोदालो किला दाम्ला अड्याउन प्रयोग गर्ने हुक्का हुक्का गुड के हो यो डेन्जर ग्वाङ गाचा छानाको कुनामा राखिने ए भालेको संरचना भएको बुट्टेदार इट्टा हो यस्तो टाइल लगाउनाले छतमा चराहरू नबस्ने जनविश्वास छ खड्ग स्तम्भ पिलर्स फङपङ नुन बोक्ने झोला त्यो बेलाको हेर छोरो नुन बोक्ने झोला भाले बेबीले भाले पुरानो केतिहार यसरी बनाउँदो रहेछ पहिला यो हेर यहाँ यो माघे सङ्क्रान्ति यसरी मनाउने रहेछ पहिला यसरी झाँक्री थान झाँक्री पूजा हामी अहिले यसरी यता छौँ सर्लक्क घुमेर आउने होला
ओइ यो लिस्मा जित गऱ्यौ त घिउ कराई आमा कत्रो कराई है लिस्मा मूर्ति ओहो के हो यो काठको कडा छ त लिस्मा यस कक्षामा जति पनि काठका सामग्री प्राप्त छन् ती सबै पाल्पाकै एक कलाकारद्वारा बनाइएको हो नि हेर यहाँ कलाकारद्वारा बनाएको धन्यवाद छ कलाकार हजुरलाई यस्तो बनाइनु भएकोमा ओ भेडा 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 भेडाको सिङ अबै सर्प लिस्मा सर्प यस्तो खतरा खतरा बनाउनु हुँदो रहेछ है आहा घर आहा अम्बरले चापी आमा कत्रो ठुलो चापी हो लिस्मा डेन्जर हनुमान कि जय भन राजा राजा यहाँ हेर यहाँ चर्केपिङ ओहो व्यापारी मम्मा ओए हँसिया हेर्नु त हँसिया ओ ए के बनाउनु भएको यस्तो यो यसकोबाट मम्मा घाँस काट्न जान लाग्नु भएको क्या ओ मै ए यता छुटेछ त यता हेरेर मादल घिन्ताल मादल बजाउँदै कुखुरा उक्का यहाँ डेकी ढक ढक यहाँ मदानी घर यहाँ मै बनाएको क्या मै दहीबाट यहाँ जाँतो पिस्दै हुनुहुन्छ घुइँ यहाँ मै घर ल हेर्नुहोस् है उहाँ को उहाँ थारू राजा दङ्गी शरण आमा राजा डेन्जर हुनुहुँदो रहेछ यार ए अब हामी थारू कक्षामा आएछौँ तल मगर कक्षा थियो राजा कि जय लएर यो ऊ बनाएको आहा लिस्टमा कलेक्सन्स अफ पाल्पाली ढाका टोपिज यस्तो हुँदो रहेछ हेर पाल्पाली ढाका टोपिजहरू यसरी बन्दो रहेछ यसरी धन्यवाद छ हजुरहरूलाई यस्तो जगेर्ना गर्नुभएकोमा होइन अन्त अब एकदम यतिको जगेर्ना गर्नु भनेको त एकदम राम्रो हो धेरै राम्रो हो नि ल हेर्नुहोस् उहाँ को हुनुहुँदो रहेछ विक्रम सम्वत 2015 साल वैशाख 15 गते अलि पछि पढौँला यो चाहिँ अब यसरी हामीले ल यस्तो हो कि खास यसरी गएर उताबाट फेरि माथि जाने हो कि लौली पन्छो नि यहाँ छ लिस्मालाई चाहिँ बेग्लै मजा आयो है बाबाको ऊ माथि यसरी बस्न पाएछ आनन्दले कति मजा आयो यहाँ मुम्रा गुम्रा गोल्द्रा ओ यो त के टाँसिएको निस्केछ नि त ला यो त टाँसिएको के निस्केछ भन्नुपर्छ है तल यहाँ टाँसेको चिज निस्के टाँस्नु भन्नुपर्छ ऊ त्यहाँ के हो होइन के ऊ तल जस्तो झरेछ नि ऊ त्यो हो त्यस्तो त भनिदिनु पर्यो नि बाँदर्नी बहर्नी आफू बाँदर्नी भएछ सबलाई बाँदर्नी ह्यान्डसम ब्युटिफुल बाँदर्नी बिहा भइरहेको रे मेरो क्याप खै लिस्टमा क्याप खै मामुसँग छ गङ्गौरा थारू व बन्ठिया बठिनिया हो हो तेरि कि कस्तो छुटेछ छुट्यामा साह्रै मजाको मान्छे हो कि लास्ट के कुइहा जस्तो छ है ल हेर यो स्याकुहरू यो उहरू हो के भन्छ यसलाई छाता पहिलाको यो लिस्मालाई मैले
नचलाऊ हात धेरै भन्दैछु। बिचमा हाम्रो ठुल दिदीको फोन आएर साइप्रसबाट अलिकति उस भयो र म चाहिँ यसरी अब यहाँ छ बल्ल छोरी काँधबाट झरेर हल्का बख काँधै दुख्यो के गर्ने बाउ हुन गाह्रो छ। छोरीको खुट्टामा घाउ भएर बाउलाई तनाव बोकेको बोकै ल हाम्रो साइडमा बिहा भइराखेको छ सङ्ग्रहालयभित्रै विवाह भयो पुरै विवाह पञ्चमी भइरहेको छ विवाहको। अब हामी एकछिनमा विवाह कक्षमा छिर्छौँ। पुरै भन्छे बाजाका साथ विवाह भइरहेको छ है। यो हाम्रो पुरानो विवाहका सम्पूर्ण झलकहरू छन्। ल यसरी के हो यहाँ त सती गएको हो क्या बिचरा। कक्षमा छिरिराखेको छौँ। यहाँ विवाह कक्षमा विवाह भइरहेको छ है। छोरा बुहारीको कोठामा हामी जानु हुँदैन त। नाच्न बिहामा नाच्नुपर्छ। ल नाच छोरा लिसमा नाच बिहामा। पण्डितजीले मन्त्र पढ्दै हुनुहुन्छ। साइडमा गौदान भइरहेको छ। दुलाई यस्तो पुरै ह्यान्डसम र ब्युटिफुल पारामा छन्। यहाँ विवाहमा हुनुपर्ने सम्पूर्ण काम भइरहेको छ। सम्पूर्ण दुलाई यस्तो राम्रो दुलाई छन्। हजुर यसलाई भन्ने होइन पण्डित बा गुरु नमस्कार भन। गुरुलाई सरी भन नमस्कार भन। लेट्स गो। हाम्रो छोरीको बिहेमा यस्तै गरी गर्ने हो पछि 10 वर्षपछि। यो छोराको बिहेमा पनि यस्तै गर्ने हो। यसको गर्छ यसले गर्छ छिटो भाइले। आर्मी कल्चर प्रेजेन्टेसन संस्कृति संरक्षणमा नेपाली सेना संस्कृति संरक्षणमा जोस धेरै अगाडि हुनुहुन्छ। उताबाट जानु ल। फेस किपिङ वीर भैरव मार्ग हाम्रो वीर गोर्खालीहरू रमिलो भइरहेछ। हामीलाई रमिलो भइरहेछ। के यो वैकुण्ठ मानन्दर हेर वो पुरै खतरा रहेछ। वैकुण्ठ मानन्दर नेपाल अगाडिको आर्मीको र्याङ्क इनसाइड प्राइम मिनिस्टर एन्ड फर्मर प्राइम मिनिस्टर एन्ड एनसीसी सेरेमनी। एनसीसी भने अभिकलन कक्ष एचिभ सेक्सन। ल यसरी ओहो यहाँ त बेग्लै संसार रहेछ है। यहाँ त फोटोहरूको अघि तिमीहरू यहाँ थिएन। सबै नेपाली राजा त हुन् नि। राजा सब राजाहरू हिरो 101 हिरोहरू हुन्। कमान्डर इन चिफ पद्म शमशेर रामकृष्ण कुमार हेर न कस्तो मान्छे हेर्दै डर लाग्दो पुरै जङ्गी मान्छे क्या जङ्गी मान्छे। कालु पाण्डे हेर न कालु पाण्डे हेरे यहाँ कालु पाण्डे वीर योद्धा हुन्। कालु पाण्डे मरिन्जेलसम्म पनि एक्लैले कतिजनाले छप्काएर मरेका हुन्। राष्ट्र निर्माता हाम्रो दर्शन हजुर योद्धा महाराज धिराज रणबहादुर शाह राजाहरू हाम्रो पुरानो राजाहरू। अहिलेको नेताहरू यस्तै राजा जस्तै हुन खोज्छन् के। ल वीर नेपालीहरू हाम्रो जेन्जीहरू यहाँ छन्। वीर नेपालीहरू मेरो देश मेरो गौरव दिइरहेछन्। अहिलेको हाम्रो नेताहरू के यस्तै राजा जस्तै हुन खोज्छन् के। यस्तै राजा जस्तै देखिन मन लाग्छ होला बिचराहरूलाई। तर के गर्नु
राजा भने राजै हो, रैती भने रैती नै हो क्या। बाघ बुढो र स्याल तन्ने रे कहिले पनि बराबर हुँदैन। बाघ बुढो भए पनि बाघै हो। उहाँहरूको पनि ल अब हाम्रो पुन्टे टुर गाइड हुनुहुन्छ। टुर गाइड जी त्यो वाकुमगढी रे, वाकुमगढी। ए वाकुमगढीको यसरी थ्रेटर रहेछ। ल फिल्म कान्तारा चलिरहेछ यहाँ। कान्ताराको हिरोइन रिहानको फड्डी पोज। रिहानको फड्डी पोज चेन्ज फास्ट, एकदम फास्ट है। 1 2 नेक्स्ट त्यही मात्रै आयो के, अर्को नेक्स्ट। अब हिँडेको फन्डी पोज, हिँडेको पोज। ए मियानको फन्नी पोज पाल्पामा आएर लिस्माको फन्नी पोज। ल तेरो फन्नी पोज ए ह्याप्पी। ल मियान एकदम ह्याप्पी हुनु भएको छ एकछिनमा। अहिले यसरी फिर्ता हुँदैछौँ। यो मियान बाइकलाई टच गरेर आइसक्यो उहाँबाट। ल मियान सुस्तारी रियान मैले लिस्मालाई स्याडै बनाएन। ठुल्यामा सुस्तरी आउँदै हुनुहुन्छ हाम्रो ठुल्यामा। बाइकलाई कहिले पनि नछुने। अहिले हामी तानसेनको यो मेन बाटोमा छौँ, माथि उसमा जाने के अरे लिस्मा पाल्पा दरबार। यस्तो उकालो पुरै सरर उकालो यस्तो रहेछ, बुलेटमा सरर। हामी चाहिँ अहिले पाल्पा भैरव स्थान दर्शन गर्न आएको छौँ।
यसरी लाइनमा छौँ हामी। यता भाउजू यता हुनुहुन्छ, मियान बुनु यसरी छौँ हामी। र अगाडि जाऊँ अगाडि। भर्खर छिर्दैछौँ। भैरव थानमा आएको छौँ हामी यसरी। ओहो भैरव थानमा छौँ हामी। आमा त आउनुभयो लिस्टमा। यसरी छ भैरव थान मन्दिर। यताबाट आएको हामी। म चाहिँ यसरी छु यहाँ। अब लाइनमा बसिएन। यो लाइनमा बसेर त कहिले भ्याउने हो यार। ल आमा र मम्मी यसरी आउन सक्नु भएको छ जो अहिलेसम्म चाहिँ यसरी आउन सक्नु भएको छ। फेरि बाबा अनि आउनुभयो। छोरी आयो। यसरी आउँदैछौँ हामी। रसिम कता गयो? रसिम आयो। यसरी मेरो बुढीले मनोकामना माग्दैछन्। दाइले टिका लगाइदिँदै हुनुहुन्छ। त्यही मन्दिरबाट पूजा माग्नु भैरवनाथ। हाम्रो पनि कल्याण, हामी सबैको कल्याण होस्। जम्मा गर्ने ठाउँ यसरी यहाँ राख्ने। अब आफ्नो ऊ होला, एउटा आस्था होला। यहाँ बस्यो भने अब आफ्नो मनोकामना इच्छा पुरा हुने भन्ने होला। ठिकै छ। पुजारी बा हुनुहुन्छ। मोबाइल त गोजीमा राख न। अब यसरी हामीले भैरवनाथको दर्शन गरेर प्रसाद पनि खाइसक्यौँ रोड। अब हामी एकछिनमा निस्किन्छौँ। हाम्रो ठुली आमा यसरी पुरै जङ्गिँदै हिँड्नु भएको छ। फर्किसक्यौँ। भैरव मन्दिरको पूजा गरेर हामी फर्किसक्यौँ। हामी पाल्पा भैरवस्थान भैरवनाथको पूजा गरेर दर्शन गरेर अहिले फर्किँदैछौँ। यस्तो दामी दृश्य छ हेर्नुहोस्। र यो हाइकिङमा आउने एरिया रहेछ है। टक्क तल रोडसम्म बाइक ल्याउने सर घुम्ने माथि। यहाँ चाहिँ मन पर्यो। कुनै बेला मौकाले साथ दिएछ भने यहाँ आउने मन लाग्छ। 3 लाकुरी र भन्दो रहेछ यसलाई। कस्तो दामी छ होला हेर्नुहोस्। सारा कस्तो राम्रो घाँसे मैदानहरू, टक्क फाँटहरू, कति मिलेको जग्गा छ। टापु मुनि जग्गा, आनन्दको वरिपरि जङ्गल। दिन रात जो स्वच्छ हावापानी, जङ्गल पनि जोगाएरै राखेको छन्। वरिपरि बाख्रालाई घाँस पनि भयो, आफूलाई अक्सिजन पनि भयो। कति राम्रो फाँट। आहा, मलाई एकदमै मनपर्ने यस्तो भ्यूहरू। यस्तै घर मनपर्छ। त्यस्तो घर मनपर्छ मलाई। एकपटक बुढी तिमी र म अब यहाँ टक्क बाइकमा आउने ल। फुर्सद जिन्दगीको गोरेटोमा फुर्सद मिलेछ भने
सबजनालाई बुटोल आयो अब उठ उठ भन ल बुटोल आइसक्यो बुटोल बुटोल भन र हामी अब बुटोल झरिसक्यौँ बुटोल बजारमा आइसक्यौँ सबैजना यसरी छ बुटोलबाट अगाडि पनि आइसक्यौँ बुटोलबाट अगाडि आइसक्यौँ हामी बुटोलबाट अगाडि आइसक्यौँ होइन बजारबाट बुटोल कटियो हामी यसरी छ अगाडि बसेको मान्छेहरू ल अब हामी बिहानको प्योर खाना चाहिँ खाएको छैनौँ हामीले झारे झुम्रे खाना खायौँ ए 6 बज्न लाग्यो अब हामी घर पुग्दैछौँ ए लिस्टमा खेल्दैछ गाडीमा सिधा बाटो भएर अब 6 बज्न लाग्यो अब हामी घर पुग्न लाग्यो हुनेछौँ अब घरमा गएर हेलो हामी कता कता घुमेर आएको यसमा हामी कता कता घुमेर आएको रे नेपाल झन्डा अनि अरू कुन ठाउँ घुमेर आएको भन छिटो अरू कुन ठाउँ घुम्यौ तिमीले भन न म भनौँ यता सुन लुम्बिनीमा गौतम बुद्ध अनि सुब्बा देउराली अनि तीन मुखे पुल अनि त्यसपछि रानीमहल अनि त्यसपछि तानसेनमा पाल्पा भैरवनाथ अनि पाल्पा दरबार बजार आयो रन गऱ्यो रन मुनुलाई यस्तो गरेर आउन यस्तो जाऊ भागो यता आऊ न ल अब हामी दलदले आइपुग्यौँ अब हाम्रो यो 3 दिने टुरको अन्तिम चरणमा छौँ अब हामी लगभग टुङ्गिन लाग्यो अब अहिलेसम्म साथ दिनुहुने हाम्रो दाजु ड्राइभर ड्राइभिङ गरेर यहाँसम्म लिएर आउनुभएको छ हाम्रो सहचालक नाम के हो हजुरको नाम हाम्रो दाजुको नाम चाहिँ करण ल दुवैजनालाई धन्यवाद अनि हाम्रो विशेष धन्यवाद चाहिँ हाम्रो दाइ र हाम्रो भाउजू होइन हामीलाई यहाँ यसरी घुमाइदिनु भयो हजुरहरूलाई केही भन्नु छ दाइ भाउजू मोहन पाण्डे रश्मि पोखरेल घुमियो नयाँ ठाउँ देखियो होइन हजुर विशेष होइन उहाँहरूको त अब धन्यवाद हामी त छँदैछ अब बाबु मम्मीलाई भन्नु केही छ हामीलाई केही छैन आनन्द छ पुर्याएर घुमाएर ल्याइदिनु भयो धेरै धेरै धन्यवाद छ ल सबैलाई उहाँ आयोजक टोलीमा हुनुहुन्छ हो त अब हजुरलाई केही भन्नु छ बालेन धन्यवाद दिनुभयो हजुरहरूलाई नमस्कार विशेष गरेर मोहन पाण्डे र रश्मिलाई धेरै धेरै धन्यवाद त्यसपछि लगायत यो सबै 3 दिनको भ्रमणमा हिँड्ने टुरका हिँड्ने साथीहरू सबैलाई धेरै धेरै धन्यवाद एकैसाथ यसरी हिँड्न पायौँ होइन यति लामो आजसम्म उहाँहरू अब विदेशमा भए तापनि सँगै थियौँ भन्ने एउटा होइन यति वर्ष छुटेको आज चाहिँ अब यो बेलामा सँगै थियौँ भन्ने एउटा मौका अब हाम्रो दिदीको पालो के छ हजुरलाई केही भन्नुपर्ने हजुर मौनमा हुनुहुन्छ यता विशेष गरी माइलो दिदी माइली दिदी माइलो भिनाजु हजुर मेरो श्रीमती कृष्ण पौडेल हामी 3 दिनको लागि घुमेर आयौँ छ्यारे मेरो सानो र सालीले
हामीलाई एकदम राम्रो राम्रो ठाउँमा घुमाएर ल्याएकोमा धेरै धेरै हृदयदेखि नै धन्यवाद छ र साथै मित्र आफन्तजनहरूलाई पनि मेरो हृदयदेखि नै मुरी धन्यवाद बधाई बधाई घुम्न पाएकोमा बधाई अनि आएको थियो यार अनि गनायो अनि हजुर कान्छी बहिनीलाई केही भन्नु छ कान्छी छोरीलाई थ्याङ्क यू सो मच इङ्ग्लिसमा गयो त यार ल यहाँ नातिनी हजुरलाई भान्जीलाई केही भन्नु छ यो टुरको बारेमा केही भन्नु छैन ल अब यो जेन्जी टोलीहरू यतै छन् अब ल लास्ट पार्ट हो यो 13औं पार्ट हो यो ल अब 13औं पार्टमा चाहिँ म के भन्न चाहन्छु भने अब यो टुर चाहिँ विशेष गरी दाइलाई मैले नै हो भनेको थिएँ दाइ विदेश हुँदाखेरि नै होइन दाइ नेपाल आएपछि घुम्नुपर्छ है भनेको थिएँ दाइ मैले त बिर्सिसकेको थिएँ दाइले चाहिँ मनमै राख्नु भएको रहेछ के दाइ भाउजूले प्लान बनाइराख्नु भएको रहेछ होइन अब दाइले अब खास हाम्रो पूर्व जाने प्लान थियो पूर्व जाने प्लानमा अब त्यो बाढी पहिरो के आएर पश्चिम जाने भन्ने कुरो भयो पश्चिममा कहाँ जाने भन्दा अब यो पाल्पा यो जो मन्दिरहरू पनि भएको घुम्ने ठाउँ पनि भएको ठाउँमा चाहिँ जाने भन्ने कुरा आउँदाखेरि यसरी भयो घुमियो आइयो होइन एकदम रमाइलो भयो अब जो घुम्दा रमाइलो भयो तर एकैजनालाई आर्थिक भार पर्यो होइन एउटै उसलाई अब त्यो कमाउन चाहिँ हामीलाई हेर्दा ओहो अब यति त हो भन्ने लाग्ला तर यति खर्च गर्ने रकम बचाउन टाइम लाग्छ होइन धेरै अब उहाँहरूले फेरि विदेश फर्किसकेपछि उहाँ अब स्वास्थ्य सधैँ दीर्घायु रहोस् हरेक पाइलाहरूमा स्वास्थ्य होस् सुखमय रहोस् होइन अब यस्तै गर्दै फेरि छुट्टिने दिन पनि आइहाल्छ अब उहाँहरूको जाने दिन पनि आउँछ रिटर्न टिकट होला ल यति भन्दै म मेरा 2 शब्द यहीँ राख्दै अब हाम्रो यो टुर सम्पन्न गरेर लगभग हामी रजर पुगिसक्यौँ रजरबाट अब हामी धेरै छैन अब आमा यहाँ झर्नुहुन्छ अनि त्यसपछि हामी पनि घर पुग्छौँ हजुर अब हामी एकछिनमा घर पुगिसकेपछि लटर अब चटर सम्हाल्दै हैरान हुन्छ होइन त्यसपछि भिडियो बनाउनु पाइँदैन फ्रेस हुन पर्यो ल सबैलाई धन्यवाद दिँदै अब सबैलाई जोस् यो टुरमा साथ दिनुभयो सबैले है सबैलाई गर्दै अब पुनः विशेष धन्यवाद हाम्रो भाउजू अनि दाइलाई मोहन पाण्डे र उहाँहरू अब बुवा आमा चाहिँ छिटाउनुहुन्छ ल विशेष धन्यवाद हाम्रो दाजुलाई र हाम्रो उसलाई हामीलाई सायद अरू भएको भए नआँट्ने बाटोमा पनि लिएर हामीलाई एकदम सकुशल मजाले आनन्दले लिएर आउनुभयो र अब हामी घर आउँदैछौँ यति भन्दै अब यो हाम्रो टुर यही सकियो धन्यवाद।